गोर्खाली गाथाका मुख्य प्रायोजक 365 दिनै हामी तपाईको सेवामा। प्रभु फाइनान्स कम्पनी लिमिटेड, सर्भिस विथ स्माइल। सह प्रायोजक विश्वासको प्रतीक बराह ज्वेलरी। गोर्खाली गाथा, गोर्खाली गाथा, गोर्खाली गाथा। When you go home, tell them for us and say, for you tomorrow we gave out today. जब तिमीहरू आफ्नो घर फर्कनेछौ, हाम्रो बारेमा हाम्रो आफन्तहरूलाई भरिदेऊ, तिमीहरूका भोलिका लागि आज हामीले बलिदान गर्यौं। आदरणीय दर्शकवृन्द, दोस्रो विश्वयुद्धका नागाल्याण्डको राजधानी कोहिमामा जब गोर्खालीहरूले विश्व स्वतन्त्रता र शान्तिका लागि आफ्ना ज्यान बलिदान गरे, तिनी गोर्खालीहरूको चिहानमा लेखिएको यो मार्मिक शब्दसँगै आजको कार्यक्रम गोर्खाली गाथामा तपाईं सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौं। दर्शकवृन्द, हामी गोर्खाली समुदायभित्रका विविध गतिविधिहरू यहाँहरू समक्ष प्रस्तुत गर्दै आएका छौं र आज पनि हामी यिनै विविध गतिविधिका साथ यहाँहरू समक्ष उपस्थित भइसकेका छौं। गोर्खा डेभलपमेन्ट बैंक नेपाल लिमिटेड, जसलाई गोर्खाली समुदायको एउटा शाखको रूपमा मानिएको थियो र अहिले पनि छ, र 2067 साल चैत्र 11 गते समस्याग्रस्त घोषणा गरिएको गोर्खा डेभलपमेन्ट बैंक नेपाल लिमिटेड अब भने सुधारतर्फ अगाडि बढिरहेको र धेरै नै सकारात्मक पोइन्टहरू चाहिँ बैंकमा देखिएको हामीलाई जानकारीमा आएको छ। यस सम्बन्धी पनि आज हामी यहाँहरू समक्ष रिपोर्ट प्रस्तुत गर्नेछौँ भने अन्य गतिविधिहरू त छँदैछन् र यस कार्यक्रम सँगसँगै सहयात्रा गरेर अगाडि बढ्ने हाम्रा सहयात्रीहरूमा मुख्य प्रायोजक प्रभु फाइनान्स कम्पनी लिमिटेड र सहप्रायोजकको रूपमा बराह ज्वेलरी रहेको छ। दर्शकवृन्द, यो जानकारीसँगै अब भने हामी यहाँलाई लिएर जाँदैछौँ आजका यी प्रस्तुतिहरूतर्फ। बेलायतका नेपाली माझ बहुप्रतीक्षित गोर्खा कपको उपाधि 10 QOGLR-ले हात पारेको छ। तमुदी युकेको आयोजनामा जुन महिनाको 3 तारिक गत आइतबार सम्पन्न गोर्खा कपमा रेडिङ युनिटी FC-लाई 2 विरुद्ध 3 गोलले पराजित गर्दै 10 QOGLR मिलिट्री टिमले 10औं गोर्खा कपको उपाधि जितेको हो। कपसँगै पहिलो हुने टिमले 1000 पाउण्ड नगद समेत हात पारेको थियो। त्यस्तै रनर अप टिमले ट्रफी तथा 600 पाउण्ड प्राप्त गर्यो। 52 टिमले भाग लिएको प्रतियोगितामा नन भेटेरानतर्फ 40 टिमले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा पुगेका 2 भेटेरान टिमहरू धरान समाज र इन्टेक 89 क्रमशः पहिलो र दोस्रो टिम बने। 9 ए साइड फुटबल टुर्नामेन्टमा विजेता भेटेरान टिम द्वयले क्रमशः 700 र 500 पाउण्ड प्राप्त गरेका थिए। विजेता टिम तथा खेलाड़ीहरूलाई नेपाली दूतावासका राजदूत डाक्टर सुरेश चन्द्र चालिसे, रसमुर बडो काउन्सिलका मेयर पीटर क्रेरर र तमुदी युकेका अध्यक्ष मुक्षेत्र गुरूङले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरे। नन भेटेरानतर्फ सौगात सुब्बा म्यान अफ द म्याच र अर्जुन गुरूङले टप स्कोररको उपाधि हात पारेका थिए। त्यस्तै भेटेरानतर्फ भने दुवै उपाधि धरान समाजका छविन्द्र लिम्बुले हात लगाए। वृहत मेलाको रूपमा हेरिने गोर्खा कपमा विभिन्न नेपाली खानाका स्टलहरू, च्यारिटी स्टलहरूका अलावा नेटफक्स, देउराली ट्राभल्स, DJSMP इन्जिन वाइल, चलचित्र सायद लगायतका व्यावसायिक स्टलहरू राखिएको थियो। कार्यक्रममा अतिथिहरू राजदूत डाक्टर चालिसे र मेयर क्रेररलाई विशेष सम्मानका साथ स्वागत गरिएको थियो। अध्यक्ष मुक्षेत्र गुरूङसँगै अतिथिद्वय र खेल संयोजक क्याप्टेन सूर्य प्रकाश गुरूङले खेलाड़ीहरूलाई खेल मैदान गई हौसला प्रदान गरेका थिए। सो अवसरमा शुभकामना मन्तव्य दिँदै राजदूत डाक्टर चालिसेले नेपाली समाज र बेलायती समाज बीचको फरकपन कम गर्न यस्ता खेल सहयोगी बन्ने बताए। प्रमुख अतिथि बनेका मेयर क्रेररले खेल सफलताको शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रमपछि बोल्दै अध्यक्ष मुक्षेत्र गुरूङले खेल अत्यन्त सफल भएको प्रतिक्रिया दिए। उनले बेलायतका विभिन्न स्थानबाट हजारौं नेपाली सहभागी भएकोमा उनीहरूप्रति आभार प्रकट गरेका थिए। रमाइलो मेला जस्तै बनेको गोर्खा कपमा सहभागिता जनाउन बेलायतका विभिन्न क्षेत्रबाट नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो। अत्यन्त व्यवस्थित रूपमा व्यवस्थापन गरिएको खेल हेर्न NRN युकेका उपाध्यक्ष महेन्द्र कडेल, नेपाली दूतावासका डिफेन्स अट्याचे विश्वनाथ घिमिरे, वर्तमान तथा भूपू गोर्खा आर्मीका प्रमुखहरू सहभागी भएका थिए।
खेल सफल पार्न विभिन्न तहबाट सहयोग गर्ने गोर्खा ग्लोबल सेक्युरिटी सर्भिसेसका प्रमुखहरू तमोधिका संस्थापक अध्यक्ष मेन गुरूङ र क्याप्टेन तीर्थमान गुरूङलाई खादा लगाई सम्मान गरिएको थियो। आइतबार बिहानदेखि बेलुकासम्म चलेको गोर्खा कप अपरेशन कन्ट्रोलको जिम्मा क्याप्टेन ग्यारी घले तथा उनका सहयोगीहरूले लिएको महासचिव ग्याम गुरूङले जानकारी दिए। नेपालमा जातीय पहिचान सहितको संघीय प्रणाली कार्यान्वयनका निम्ति सम्बत महत्वपूर्ण हुने विज्ञहरूले बताएका छन्। उनीहरूले 250 वर्ष अघिदेखि चल्दै आएको एकात्मक राज्य प्रणालीको अन्त्य र नयाँ संरचनाको विकासका निम्ति संघीय प्रणाली महत्वपूर्ण हुनेमा जोड़ दिएका छन्। जातीय पहिचानको कसी सम्बत पनि हो, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइला भन्नुहुन्छ। त्यसैकारण नेपालमा चलेका सम्बतहरूलाई नेपालको नयाँ संविधानको अनुसूचीमा उल्लेख हुन जरूरी छ। यसबारे हामीले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छौं। नेपाल प्रज्ञा प्रतिष्ठान सामाजिक शास्त्र विभाग तथा येलम्बर फाउन्डेशन किरातोलोजिस्ट रिसर्च सेन्टरद्वारा आइतबार राजधानीमा आयोजित सामाजिक संस्कारको सांस्कृतिक महत्व तथा नेपालमा प्रयोग र प्रचलनमा रहेका सम्बतहरूको पात्रो लेखन पद्धति विषयक संगोष्ठीमा उक्त विचार व्यक्त गर्नु भएको हो। किराँतीय सम्बत अध्ययन समन्वय समितिले यसअघि किराँतीय सम्बत सम्बन्धी अन्तर्राष्ट्रिय विचार गोष्ठी गरी संविधानमा सूचीकृत गर्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। 2 चरणमा विभाजित संगोष्ठीको पहिलो सत्रमा प्राध्यापक डाक्टर प्रेम खत्रीले सामाजिक संस्कार र तिथिको महत्व, अतीत मुखियाले किराँत संस्कृतिमा उधौली र उभौली पर्व कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसैगरी अजित मान तामाङले लोसार सम्बत पात्रो लेखन पद्धति, ताहिर नदवी र मौलाना अलाउद्दीन अन्सारीले हिजरी सम्बत पात्रो लेखन पद्धति, दैवज्ञ कीर्ति मदन जोशीले नेपाल सम्बतको पात्रो लेखन पद्धति र उपप्राध्यापक थानेश्वर भट्टराईले विक्रम सम्बतको पात्रो लेखन पद्धतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त सत्रमा डाक्टर जगमान गुरूङको सभाध्यक्षता रहेको थियो। त्यसैगरी इतिहासविद प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मीको अध्यक्षता रहेको दोस्रो सत्रमा किराँत जाति विशेषलाई लिएर दैवज्ञ सिद्धिलक्ष्मी व्यञ्जनकारले किराँतीय सम्बत पात्रो लेखन पद्धति विषय कार्यपत्र प्रस्तुत गरेका थिए। किराँत समुदायमा प्रचलित किराँतीय सम्बतबारे पहिलो पटक पात्रो लेखन पद्धतिको बहस शुरू भएको हो। अहिले यसले सम्बत 3792 हुने इतिहासविदको तर्क रहेको छ भने समाजमा 5072 प्रचलनमा रहेको छ। किराँतीय सम्बतको ऐतिहासिक पक्षबारे डाक्टर जगमान गुरूङले र गणितीय पक्षबारेमा ज्योतिष रेखराज राईले समीक्षात्मक टिप्पणी गरेका थिए। त्यसैगरी प्रतिष्ठानका कुलपति बैरागी काइला, सदस्य सचिव सनत रेग्मी, येलम्बर फाउन्डेशनका अध्यक्ष विक्रम सुब्बा लगायतले येले सम्बतको व्यावहारिक कार्यान्वयनका पक्षमा विचार व्यक्त गरेका थिए। कार्यक्रममा गोर्खाली समुदायका अग्रज व्यक्तित्वहरू, गोर्खा व्यवसायी लगायत समाजका बुद्धिजीवी वर्गहरूको उपस्थिति रहेको थियो। हजुर दर्शकवृन्द, तपाईँ हेर्दै हुनुहुन्छ सबल र समृद्ध मुलुक निर्माणको अभियानमा जुटेका गोर्खाली समुदायभित्र भएका विस्तृत जानकारी प्रस्तुत गर्ने एकमात्र टेलिभिजन कार्यक्रम गोर्खाली गाथा। तपाईहरूले हामीलाई कार्यक्रम गोर्खाली गाथा प्रत्येक सोमबार साँझ 5:05 बजे र रिटेलिकास्ट तपाईँले हामीलाई मंगलबार बिहान 11:30 बजे हेर्न सक्नुहुन्छ भने अबदेखि यहाँहरूले गोर्खाली गाथा कार्यक्रमलाई युट्युब मार्फत पनि GURKHALIGATH गोर्खाली गाथा टाइप गरेर हेर्न सक्नुहुनेछ। अझ पनि हामीसँग कार्यक्रममा वस्तुहरू बाँकी छन्, तर अहिले भने कार्यक्रममा पालो भएको छ छोटो विज्ञापन विश्रामको। सहारा न्यानो मायाको मिठो मुस्कानले भरिदिन्छ। ममता र स्नेहको टाढिदैन ती अटुट बन्धन। साना साना हातले आर्जेका धन, अझ त्यसमा मायाको आधार। हरेक पलमा छ विश्वसनीय सेवा, सत्कार र मिठो मुस्कान। हामी दिन्छौं सेवा मुस्कानको साथमा। 365 दिनै हामी तपाईको सेवामा। प्रभु फाइनेन्स कम्पनी लिमिटेड, सर्भिस विथ स्माइल। 2052 सालदेखि धरानमा, 2060 साल काठमाडौँ हुँदै 2065 लन्डनमा,
र 2067बाट पोखरामा पनि। विश्वासको प्रतीक बराह ज्वेलरी अब धरान, काठमाडौँ, पोखरा र लन्डनमा।